एभरेस्ट कलरको आइपिओ त तपाईहरुले भन्नु नै भएको होला र म्यानुफ्याक्चरिङ कम्पनी र यति राम्रो कम्पनी भएकाले तपाईहरुले नभन्ने त कुरै छैन। आइपिओ भरिसकेपछि सबैजनाको एउटै प्रश्न हुन्छ कि यसको रिजल्ट चाहिँ कहिले आउँछ त र रिजल्ट आइसकेपछि चाहिँ यसको ओपनिङ प्राइस कति हुन्छ र यो कम्पनीको नेटवर्थ चाहिँ कति छ त। नमस्ते साथीहरु, तपाईहरुलाई स्वागत छ शेयर बाटो युट्युब च्यानलमा। आजको भिडियोमा चाहिँ एभरेस्ट कलर लिमिटेडको आइपिओ को रिजल्ट चाहिँ कहिले आउँछ र यसको ओपनिङ प्राइस कति हुन्छ र कम्पनीको नेटवर्थ कति छ भन्ने विषयमा कुरा गर्न गइरहेको छु। साथीहरु, कम्पनीको नेटवर्थ 113.97 रहेको छ भने कम्पनीको अर्निङ पर शेयर 9.60 रहेको छ। यो आइपिओ चाहिँ 27 लाख भन्दा बढीले भरेका थिए भने यो आइपिओ चाहिँ जम्मा 65,570 जनाले 10 किता मात्र हात पार्ने छन्। अब कुरा गरौँ यसको ओपनिङ रेन्ज चाहिँ कति होला त। साथीहरु, यसको पहिलो कारोबार चाहिँ 100 देखि 300 को बीचमा हुनेछ। अब कुरा गरौँ यसको रिजल्ट चाहिँ कहिले आउँछ त। कुनै पनि प्रब्लम या इस्यु नआएमा यसको रिजल्ट चाहिँ यही हप्ताको शुक्रबार भित्र बाँडफाँड गरिने भएको छ।